तिहारको भ्लगमा सबैलाई स्वागत छ। म बाहुन भ्लग, म बाहुन भ्लगको दिदी, म बाहुन भ्लगको आन्टी, मामा, ओ केटाकेटी, भाउजू, दिदी 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 आन्टी, ठुल मम्मी सबै। यो तिहारमा के भन्न चाहन्छु? यो तिहारमा मैले के भन्न चाहन्छु भन्दाखेरि यो तिहारमा मैले केही पनि काम गरेको छैन, तर यताउति हेर्दाखेरि म एकदम खुसी भएको छु। सबैले काम गरेका छन्, एकदम रमाइलो होला जस्तो लागिरहेछ। हेरौँ भाइको कतिको स्याहार सुसार गर्दा रहेछन् हेर्दैछु। हजुर, शुभकामना। यो तिहारको उपलक्ष्यमा सम्पूर्ण दिदीभाइ दाजुभाइ तथा इष्टमित्रहरू सबैमा चाहिँ तिहारको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। छिटो के भन्दिन छिटो छिटो ल ह्याप्पी तिहार मात्र भन्नु। ह्याप्पी तिहार। आइदा यो त्यो मान्छे हो जसको बिहामा त्यो अमृत रोको थियो र सुक्को सुक्को रोएर अहिले चाहिँ भन्जार खेलाएर खुसी भएको मान्छे चाहिँ यही हो आशा भन्ने केटी चाहिँ यही हो। ह्याप्पी तिहार ह्याप्पी तिहार ह्याप्पी तिहार ह्याप्पी तिहार ह्याप्पी तिहार चिसो बिहार ह्याप्पी तिहार। अनि सबैलाई भन तिहारमा कसलाई केही भन्न शुभकामना भन्दा पनि शुभकामना। प्रथम तिहारको शुभकामना। हाँसीमुखी खुसीले सबैजना मिलेर तिहार मनाउने हाम्रो संस्कृति परम्परालाई दीर्घकालीन रूपमा टिवा पुग्ने गरी भावी पुस्ताले सिकुन् भन्ने अभिप्रायले सम्पूर्ण फङ्सनहरूलाई अङ्कमाल गर्दै तिहार मनाउने हो। अमृत, तिम्रो यसमा ठुलो योगदान छ। म एकदम खुसी छु, खुसी छु। अझै शुभकामना दिनु। आज तिहारको उपलक्ष्यमा दुईटा दाजुभाइलाई टिका लगाउन हामी तयार छौँ। बोल के बोल्ने। 2022 सालको तिहारको मङ्गलमय शुभकामना सबै दाजुभाइ दिदीबहिनीहरूलाई। सबैजना स्वस्थ व्यस्त मस्त रहनु होला। तिहारको शुभकामना। तिहारको सबैजनालाई देश विदेशमा हुनुभएका हाम्रा सम्पूर्णलाई नमस्कार, धेरै धेरै सम्झना। आज हामी धेरैजना छौँ, खुसी छौँ। सबैलाई शुभकामना। शुभकामना दिन्छु। के अरे बडा तिहार अथवा खुसियालीको दीपावलीमा सबैलाई शुभकामना। हाम्रो घर धेरै रमाइलो छ, सबैजना परिवारहरू जम्मा भएका छौँ। दिदीबहिनीहरू यसपटक यहीँ जम्मा हुने भनेर छोरीहरू पनि आए। सबैजनाको राम्रो छ, खुसी छौँ, मनाछौँ। सबैलाई शुभकामना दीपावलीको। यही छ मेरो कामना। ल छोरीले गिफ्ट दिएको है सुनिसु। ताली ताली ताली। पछि आफै झिके लैजाने होला। ल शुभकामना दिनु तिहारको सबैलाई। दीपावलीको उपलक्ष्यमा सबैलाई शुभकामना। छोरा छोरी दाइ भाउजू दिदी बहिनी फलोस् फुलोस्, उन्नति प्रगति। ह्याप्पी तिहार सबैलाई। मैले तिहारको शुभकामना। सबैलाई चाहिँ सुस्वास्थ्य दीर्घायु, भाइ बहिनी सबै दिदीहरूको आशीर्वाद लागोस्, सुख शान्ति समृद्धि होस्, स्वास्थ्यमा चाहिँ कहिले पनि अप्ठ्यारो नहोस् र अहिलेको दीपावली सबैले रमाइलोसँग मनाऊ। तिहारको शुभकामना दिनु त विदेश भएका मान्छेहरूलाई। आशीर्वाद छ। तिहारको शुभकामना। तिहारको शुभकामना मेरो आशीर्वाद छ। राम्रो सधैँ रहनु, बस्नु, बेलाबसी आउनु, पस्नु। अब यसमा बाँकी छ भाइ। प्लास्टिक देऊ न त्यो अग्नि झिनिया छुट्या रहेछ। यहाँ भिडियो बनाउन यस्तो गर्ने
वेलकम नमस्ते दाइ थ्याङ्क यू हजुर नमस्ते वेलकम वेलकम ल तिहारमा कसैलाई केही भन्न के अरे शुभकामना सबै सम्पूर्ण नेपाली दाजुबहिनी दिदीभाइहरूलाई तिहारको शुभकामना ल भाउजू शुभकामना तिहारको ह्याप्पी तिहार सबैजनालाई सकियो छोटो मिठो यो त म त कहाँ हो मेरो ठाउँ होइन उता 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 त्यहाँ शीतलमा सबभन्दा ठुलो अनि दाइ बाउजू यहाँ अनि विशेष अनि तिमी ठुलो मान्छेलाई किन कस्तो मिलेको के दुईटा ठुल्ठुलोलाई पिट्नु त भ्लग हुन्छ एउटा ल ल ल पिट्नु त्यो पनि हुन्छ केरा माथि राख्यो केरा माथि राख्दै स्याउ भित्र राख्दै हुन्छ सार्नु सार्नु ल सुरु भयो मैले बोक्ने हो ल सबैले हातमा फुल लिनु है बस है ए फुल ल्याइदेऊ क्यामेरा हेरेर बस्यो हुन्छ मैले भ्लगमा हालिदिइहाल्छु नि ल ल ओए ल दाइ हातले हाल्छु कति चल्न मन लाग्यो यसलाई खेल्न मन आशा मामा दाइ भाउजू अनि हामी त्यहाँ त्यो जल तिमीले यहाँ चढाएर आफ्नो हिसाबले यसले हो पूजा गर्ने निशा त्यताबाट पनि गर है निशा पूजा गर है हामी 3 महिनासम्म छोड़ देऊ कस्तो नबुझेको हो कि तिमी क्या यहाँदेखि उठ्नु हुन्न के त्यहाँबाट उठ्नु हुन्न छोरा
अब के गर्ने हो बेरा पूजा गर्ने हो नौ गरेर पूजा गर ल पहिला के भन्ने नौ बिर्सिन्छ कि जहिले पनि नौ गरेर पूजा गरेर पूजा गर्ने यसमा भित्र त त्यस्तो बल खेले हामी के नानी उता त फुलले पूजा गरेन नारायणं नमस्कृतं नरचैव नरोत्तमं देवी सरस्वती व्यासं ततो जयमुदीरये सर्वमङ्गले माङ्गल्ये शिवे सर्वसाधिके शरणे त्र्यम्बके गौरी नमस्ते ब्रह्मा मुरारे त्रिपुरञ्चकारी वाणी च शिवो महेश्वरो बुधस्य गुरु च शुक्र शनि राहु केतु सर्वे भवन्तु जय नमः सम्पूर्ण नवग्रहहरू सबै हाम्रो त बत्ती बालेर अनि धुपबत्ती गरौँ र
जान्न अझै 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 छिर 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 ए बजान्न गरेर तिमीले पूजा गर सबै पूजा गरिसक्यो गऱ्यो अब तिमीले यसो गर्ने हामीले सबैले छोएर यसो गर्दै गर्ने यसो घुमाउने अनि उ पनि दादा कपाल तान्ने जुगा तान्ने बनाएर नाच्नु अब फन्टी यता 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 होइन बजेले आफूलाई मात्रै गर्नुभयो सबै लाइन लगाएर हिँड्दैन ए हामी त उठ्न पाइयो नि अहिले त हामी त यहीँ बस यहीँ बस के अनि बस्यो नि तिमी त टिका लगाइदियो तिमी जस्तो काम बस्यो त नि अहिले त अड्किन्छ है अब सानो लुस्नु दाइको त ज्वरो आज उकाल्न गाह्रो गर्छु भने त जेल लाएर आइसक्छ उखाल्ने हो मैले हजुरको उखाल्ने हो यो फुल अलि कति थोरै अगाडि तिनजनाले सोध्छ तिनवटा आउने यतापट्टि बस ल छिटो यहाँ बस ल यतापट्टि पन्था मार ल ल पन्थी मार बोल्दैन है अनि नानीलाई मात्रै गर्नु सक्छौ नि पर्दैन नानीलाई मात्रै किन हो यसो यसो गर ल ल ल्याउनु नानीलाई टाउकोमा आगो लाग्छ है अब हँसिदिएर त जल्यो कपाल हेर त मजाले तान्देऊ त बेसका तान्देऊ ल तान्देऊ 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 बेसगरी तान्देऊ 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 ए सबै तान्देऊ के ल तान्देऊ 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 त्यसै सिकाउनु फेरि ल ल यो राख सानो ल यहाँ राख ल यहाँ राख भाइको पनि राख होइन बेहोरा पूजा तिमीले हामीलाई छोएर भएन नि उ त्यहाँबाट एउटा फुल चढाउँछ उता सब मात्रै जाउँ त जाऊ त्यहाँनिर मन्दिर जाऊ मन्दिर गएर पूजा गर है के उ त्यहाँ हो त्यहाँ बस्छ फुल निकालेर यहाँ पूजा गर ल भयो यताबाट गरौँ यहीबाट आयो तिमी आन्टी ताराबाजी लैजाए पनि भुलिदिनु
हजुर तिमीले नानीले अब नानीले चाहिँ ल नानी घुमाउ तिमी यता घुमाइदिनु तिमीलाई पनि घुम्नु होला यिनी त लोड ल भाइ अब यो भयो अब यो ल यसले घेर्दै यसरी भुइँमा त यसो गर्दै जाऊ होइन यो मात्र एकचोटि मात्र गराइदिनु तिनचोटि ल भुल तार्दै जाऊ बस्दै जाऊ हेर नानी आएको नानी ल आऊ घुम्दै आऊ यहाँ लिएर आऊ ल भयो ल जानु दिदीले पूजा 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 गर्ने नानी उठा राम्रोसँग बस राम्रोसँग हो त्यसरी अब यहाँ भाइ पनि आदेश गर पूजा फुल
ओके मिसे भिडियो आसे भिडियो उस गर्न त यता सानो यो हल्सी चाहियो राख्यो पछाडिको यता राख्नु त चल्नी होइन के त्यो त नखिचौँला पछि खिचौँला के खुट्टाको पन्नामा खाऊ पछाडि गएर छोपी सजिलो हुन्छ तिम्रो पछाडि गएर छोप्नु के सजिलो हुन्छ यो चस्मा त खोल्नु हुन्छ एकदम पछाडि गएर छोप्नु सजिलो हुन्छ ए हुन्छ नानी बस
चिटिङ गरेको अब केटाकेटीलाई हामीलाई अन्दाइ मोटो छ नि त कपडा खुल्ला ए सँगै नि हजुरआमाको सानो त केरा छ चिप्सो खाली चाहिँ खानु नानीलाई जुत्ता लगायो मम्मी अलि भ्याइसक्यो नानीलाई कसको टोपी लगाइदिनु मेरो हातको मेरो उयो छ
बाबु अलि यस्तो गर निशा दिदी कहाँ हो र पछि पछि यहाँ आउनु छिटो ए उठ्न होइन भएन दिदी अलि माथि गर्नुहोस् बडा आएर त नानी टिका लगाइदियो नानी खै लाउने कुरो यता पछाडि मनु बाबु ल यता ल्याऊ केही गरेन क्या कुमले लाहाइन म हजुर मलाई लगाइदिनु कता कता बिस्टेक एउटा भाउ चाहिँ एउटा दाइ पलाइदिनु त अनि त्यसैमा
हामी तल माथिमा लाग्ने कुनमा लाउने तल लाउने हो आशालाई चाहिँ जाम है हेर त तिमी खै त जाने हैन पर्न क्या तुप्पा यस्तो जाने हो कि माथि जाने हो होइन क्या जाने नभएर अनि बिचमा अब बल्ल बिचमा तिमी उता जा उठा तिमी उठा उता जा बहिनीलाई टिकी लगाउनु जाम बहिनीलाई बेबीलाई है
यसलाई चाहिँ सानो यो अगाडि बाबु भयो आफै यस्तो खोइ त माला भिडियो पज गरिदिनु त धेरै भयो बन्द गरिदिनु अब आफै खाऊ है सधैँ यस्तै खुवाउने है दिललाई ढोका